केबाट बनेको के हो खुलाइ चाहिँ तपाईँको यो काप्रोफेल बनेको हो। यसमा हालिन्छ काप्रोफेललाई उसिनेर पकाइसकेपछि यसमा साल्ट पेपर आएर मुस्काट नुन त्यो हालिन्छ र यसलाई बिन्दन गर्नको लागि एउटा हालिन्छ र यसले चाहिँ बिन्दन गर्नको लागि धेरै सहयोग गर्छ। त्यही हो अरू भनेको सबैलाई रोटपोल अब नेपाली भए पनि दसैँ भेराइटी खाने दसैँको चाडमा भनेर चाहिँ आज भुजेलको उहाँ चाहिँ दसैँ हेडबुक नै काम गरिरहनु भएकोले अब दसैँ भेराइटी पुगेन अनि हाम्रो तिलक दाइ पनि दुईटा कुरा सुन्नै पर्यो मेरो के कुरा सुन्नु अनि अब के पार्टीको बारेमा यो आइन कौशल चाहिँ हामीले गरेको हो। गाँदै बिर्सेछ तिलकको यो हाक्से बोक्दाखेरि यो जन्मदिन पहिलो रेकर्ड हो उहाँले आइन कौशल गरेको है। यो चाहिँ एउटा महत्त्वपूर्ण छ। यो हाम्रो दाइले पहिलो पटक आइन कौशल गरेको मासु बेरेको त्यसो गरौँ ल।